त्यसैले पनि मैले विदेशमा रहेको यो दुबईमा रहेको छोराहरूको तर्फबाट नेपालमा रहनुहुने आमाको लागि, नेपालमा रहनुहुने बुवाको लागि, भाइ बहिनीको लागि, साथीभाइको लागि एउटा गीत मैले बजारमा ल्याएको छु। आमा बिदा पाउँदिन, अहिलेको दसैँमा घरमा आउँदिन, यो गीत यहाँहरू सबैको लागि स्वीकार्नुहोस्। मेरो प्यारो भाइ नारायण उपाने, गायक गोपीकृष्ण पङ्गेनी, हामी दाजुभाइ पनि हो, उहाँहरूको पनि प्रस्तुति रहने छ पक्कै पनि। नारायणको त नरहला किनकि समय छैन, उहाँले मलाई लिन नै आउनुभएको हो। गोपीकृष्ण भाइको पक्कै पनि तपाईँले गीत सुन्नुहुनेछ। उहाँले पनि म त परदेशी भन्ने गीत बजारमा ल्याउनु भएको छ। असाध्यै मिठो गीत, नेपालमा धेरै चर्चामा छ, यहाँ कतिको चर्चामा छ मलाई थाहा छैन। अहिलेको लागि पनि म यो गीत सुनाउन चाहन्छु। हे बाजे भइयो परदेशमा छिर्न, आमा मैले पढ्दा लाएको ऋण तिर्न, आमा बिदा पाउँदिन, अहिलेको दसैँमा आमा घरमा आउँदिन, परदेशमा छिर्न, आमा मैले पढ्दा लाएको ऋण तिर्न, आमा बिदा पाउँदिन, अहिलेको दसैँमा आमा घरमा आउँदिन, अहिलेको दसैँमा आमा घरमा आउँदिन। हे आमा अझै पुगेको पाछ र आमा तिमीलाई चोली फेराउने र आमा बिदा पाउँदिन, अहिलेको दसैँमा आमा घरमा आउँदिन, अहिलेको दसैँमा आमा घरमा आउँदिन। थ्याङ्क यू सो मच। म यति मात्रै गरेँ। यो याकेन यतिमा हिजो 3 बजेसम्म गीत गायो, त्यस कारण यो बिना माइक यतिकै गाउन